आज के विवाद तपाईँ के भन्नु चाहिँ तपाईँका जनतालाई? अब मेरो दुईटा नाति थिए, एउटा नाति भागिहाल्यो, एउटा नातिले अब त्यहाँ भिडियो बनाइदिँदैछ। अब म भन्नु के भन्नु, अब एकैचोटि आएको एकैचोटि जानुपर्ने भन्ने कुरा हो। अनि कार्यक्रम नसकिकन भाग्यो, भोलि कारवाही हुन्छ त्यो अर्को नातिलाई, अब सानो नातिलाई, अरू चाहिँ ठिकै छ। अनि तपाईँ नजिकै हुने बहिनीले त अनि भन्दै थियो नि त, ती केटाहरूलाई पठाइदिउँ, काम छैन, त्योहरू खानु नि खाँदैन, त्यस्तालाई राख्ने काम छैन, पठाइ यी बहिनीले पठाएको जस्तो पुरो बुझेँ मैले चाहिँ। होइन अर्कै डिभिज केही बाहेक छेउमै बस्ने बहिनीले। पार्टीमा गएर खाँदैन भने काम छैन भनेर उहाँले खेदाएको भनेर मलाई भर्खर फोन आएको थियो। अब केटाकेटीहरूले कुरा बुझ्दैन, अब के भन्यो होला अब त्यसमा, होइन? अब भोलि कारवाहीमा कसलाई गर्नुपर्ने भने भोलि नै निर्णय गर्नु पर्ने भयो त। अब भने यी बहिनीले नै कारवाही हुन सक्छ त्यसो भए। भोलि सचिवालयमा कुरा हुन्छ, अनि कारवाही हुने नहुने निर्णय हुन्छ। ठिक छ। अब तपाईँ के छ त भन यो विषयमा? तपाईँमा आरोप लाग्यो त यो विषयमा, तपाईँ के भन्नुहुन्छ यो कुरालाई प्रश्न पार्नु पर्यो? मलाई त्यो कुरा कहाँ थाहा हुन्छ त? अनि उहाँ त्यही त नातिको अब अर्को पार्टनर पाएपछि हामीलाई वास्तै छैन, आफै गएको जान्छु पनि भन्नुभएको। ठिक छ, यो विषयमा भनेपछि भोलि मन्त्रालयमा छलफलको विषय राखिन्छ, निर्णय के हुन्छ भोलि निर्णय गरिदिने, कारवाही कसलाई गर्नु गर्ने होइन त? मन्त्रालयमा दर्ता हुन्छ ठिक छ। सचिवालयतिर कुरा गर्ने। सचिवलाई त थाहा छैन, सचिवले प्रतिक्रिया के दिनु नला मलाई केही थाहा छैन भन्नुहुन्छ फेरि उहाँले। यहाँ छ यहाँ राधिका मिस, यो विषयमा केही छ आजको बिहा सम्बन्धी अनि के विवाहका नातिहरू कोही हिँड्ने सम्बन्धी केही छ भन्नुपर्ने? भन्नु पर्यो नि। नातिनी पर्नु भयो हो, नातिनी हो। नातिनी